हेलो एन्ड वेलकम टु माई अनदर ब्रान्ड न्यू ब्लग। शुभ दिन शुभ बिहानी सबैजनालाई। अनि आज स्पेसल डे चाहिँ के भने मकर सङ्क्रान्ति हो। ह्याप्पी मकर सङ्क्रान्ति टु सबैजनालाई। मकर सङ्क्रान्तिको धेरै 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 शुभकामना। आहा सबके उहाँ सबके तराई के भाइ बहिनी दोस्त सबके मकर सङ्क्रान्तिको बहुत 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 बधाई। भर्खर भर्खरै नुहाएर आएकोमा अलिअलि सुरसुरी भइरहेछ, अलिअलि खोकी लागेको छ। त्यही पनि अब आज मकर सङ्क्रान्तिको दिन यसो नुहाउनु पर्ने भनेर नुहाएर आएको। मेरो तातो चिया पनि आइसक्यो। बाहिर जाँदैछु अब। आज मकर सङ्क्रान्तिको दिन हेर्नु कस्तो छ मौसम, हल्का उज्यालो बच्चाहरू धुवा आइरहेछ नि, कस्तो मजा आउँछ। हामीसरी खेल्थ्यो बच्चाहरूमा, कसको धेरै धुवा निस्किन्छ। यहाँ हुन्छ मेरो मम्मी, यहाँ ओछ्यान खाली छ, डल्लो रानी कोही पनि छैन। यहाँ मेरो कोठा कोही पनि किन छैन भनेपछि डल्लो रानी गएको छ सुदीप काकुको उता गाउँतिर, बहिनी गएको छ जामुने सुदीप काकुको गाउँतिर। कुनै दिन म पनि जाउँला, दामी छ बनाएको, दामी बनाउनु भएछ घर भन्दैछ। एक दिन घुम्न जानु पर्ला। स्कुटी लिएर चल्दिउँ क्या, 4-5 घन्टाको बाटो छ सर। यो सट्किनुपर्छ जे पनि हुन्छ त्यसपछि। मेरो चिया सेलायो, मेरो चिया सेलायो। अब एकछिन चिया खान्छु अनि भेट्छु है त। यो जाडो महिनामा धारामा यो जाडो महिनामा धारामा हात धुन गयो भने हात यो बल्ल उज्यालो भयो। मैले त्यहाँ मोजा पनि लाएको छैन, खाली खुट्टाको चाहिँ 50 रुपियाँ छ। 50 रुपियाँको फुल कति आउँछ पनि थाहा छैन, त्यही पनि गएर हेर्नु पर्यो। मान्छेहरूले कोही पनि उठाएको छैन, सब सुतिरहेछ मकर सङ्क्रान्तिको दिन। अहिले यही ठाउँमा तराई हुनुपर्छ, तराईमा यसको घर त्यसको सब उठेर हल्ला चाहिँ ए हाम्रा नहाइदे पानी खोइ भन्दै। के नह पानी हे हम नहाइ छि गर्छन्। पहिले हम के दे भन्छ कि। मा कसम काठमाडौँमा सबको यत्रो यत्रो ठुलो ठुलो यत्रो 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 घर छ। हाम्रो कहिले हुने हो कुनै छैन, तर एक दिन जरुर हुन्छ। मनमै हे विश्वास हुन्छ। मनमा विश्वास राख्नु सबै कुरा। यो हाम्रो एरियाको कृष्ण मन्दिर खतम। पूजाको फुल लिन आएको, पूजाको फुलै छैन अलिक। यहाँ छेउमा यो ठ्याक्कै यहाँबाट आउने बाटो छ, यहाँ ठ्याक्कै यहाँ छेउमा दिदीले राख्नुहुन्थ्यो, पूजाको फुलै छैन। अब के गर्ने, मम्मीलाई भन्नु पर्यो अब फोन गरेर। यो हाम्रो टोलका मान्छेहरू कहिले नसुध्रिने भए। यहाँ के लेखेछ, यहाँ के गर्छ। बिहान बिहान यो सोर सराबा हो हल्लाबाट भन्दा एकदम ध्यान दिएर सुन्नु है। यो यस्तो आनन्द आउँछ नि सुन्न। यो बल्ल बल्ल फुल पायो भाइ, फुल भेट्यो। अब फुलेर जाँदैछु घर, सक्यो मेरो काममा। गएर सिरक घुम्छु नि, हात झर्ना छ त्यो फर्लाङ्गै खुट्टामा यो छैन। चिया पकाएर खाउँ भनेको 3टै भाँडा प्याज, एउटा फोहोर छ, 2टा फ्रिजभित्र छ। यत्रो ठुलो ढ्याङ्ग्रैमै बनाइदिने अब। चाहिने जति पानी 1 कप ट्याक्कै हालिदिएँ। हाम्रो घरमा चिनी चल्दैन, के चल्छ मिठाई, मिठा। नो सुगर, ओन्ली दिस सुगर। टक्क मिठा हालिदिएँ। अब ब्ल्याक टीको लागि यति यति थोरै, यो पनि धेरै नि त ठिक्क छ। योभन्दा थोरै चियापत्ती हाल्ने। बाँसुजना चाहिँ मम्मीको पूजा सुरु भइसक्यो। चिया उक्लिन लाग्यो खै। एउटा कुरा देखाउनै बाँकी भयो है, काठमाडौँमा भनेको यस्तो चल्छ है। रेडिमेड बाहिरबाट बनाएको यो तिलको लड्डु यति हो। हौ लाखेमा त लाग्दै जाडो भयो। यहाँ चिया त्यहाँ छ, म यहाँ घुसेर मस्त घुसेर चिया खाने हो। घुसेर राम्रो यति चाहियो थियो। बाफ्रे बाफ्रे। म चाहिँ भने एकदम युनिक युनिक चिज मनपर्ने मान्छे कि, त्यही भएर मेरो
चिया राख्ने ट्रे हेर्नु त कस्तो छ के यहाँ चिया राख्छ हेर्नु है त यस्तो सुतेछ चिया राखेँ चिया कप राख्यो भने कस्तो मजाको छ होइन त गाइस मेरो चाहिँ लाई तिलको लड्डु अनि यता के छ यो अब हाम गरेर खाने अब वन्स अगेन सबैजनालाई ह्याप्पी मकर सङ्क्रान्ति सबके ह्याप्पी कथी कहै छै एकरा ह्याप्पी मकर संक्रांति तराई में हम और जे सब रहे थे ओकरा सबके ह्याप्पी मकर संक्रांति दोस्त भाइ दिदी बहन अंकल आन्टी सब भाइ निसु पनि आइसक्यो यहाँ छ टक्क खाँदैछ नुहाइ गरेर पनि आइसक्यो अब यसको निक्स अफिस जाने बेला हुन्छ मैले पनि खाएर भइसक्यो अब अफिस जाने गाउँ के लगाउँ भन्दा भन्दै खोज्दा फेरि आधा एक घन्टामा त आउटफिटमै बित्यो आज मेरो आउटफिट यो ज्याकेट प्यान्ट जुत्ता अब अफिस जाने बेला अफिस हिँडेकै त कसम कस्तो निन्द्रा लागेको के भुस्टुक्कै निद्रा आएको थियो यार म त हाम्रो कोठामा फेरि घाम आउँदैन यस्तो चिसो छ खाना खाएर सुतेको सुते भयो अब यस्तो मस्त निन्द्रा आएर मा कसम उठ्नै मन लागेको थिएन यार हट जाडो भएर ज्याकेट लगाएर सुतेको भक्क उठेर दुई तिन घन्टा मस्तै निद्रा होला हौ ल गाइस फेरि म आइसकेँ बल्ल बल्ल अफिसबाट आएँ आज अलि आधा एक घन्टा अगाडि नै आइदिएको किनभने सन्चो छैन त्यही भएर हल्का लुगाफुकी लगाएको थियो नुहाउन मिल्छ होला बिहान नुहाइदिएको नुहाएर फ्रेस भएको थियो बेलुका हुँदा हुँदै पुरै डाउन भइहाल्ने ज्वरो लाग्ला जस्तो भयो खोकी लाग्न थाल्यो के हुन थाल्यो त्यही भएर फर्किनुभन्दा अगाडि चाहिँ खोकीको औषधि लिएर आएँ अब खोकीको औषधि लिएर आएँ अब चिया खान्छु खाजा खान्छु अनि औषधि खान्छु त्यही भएर सुत्छु सो आजको लागि यति भन्दै सो टाटा बाई बाई प्लिज लाइक कमेन्ट सब्सक्राइब गरेर माया देखाउन प्लिज यति भन्दै म आजको ब्लग यहीँ क्लोज गर्छु बाई